जात मिल्ने हैन, मन मिल्ने खोजै केटी हो। किनभने जिन्दगीभरि दुई छक भात दिने भन्दा जिन्दगीभरि इज्जत दिने मान्छे नै राम्रो हुन्छ। दुई छक भात त जसरी पनि दुःख सुख खान सकौँला, तर बिना इज्जतको बाँच्नु चाहिँ धेरै गाह्रो हुन्छ है केटी हो। जात मिल्ने भन्दा मन मिल्ने खोजेरै आफ्नो जिन्दगी चलाएकै राम्रो होला। किनभने जात मिल्ने पनि यहाँनिर धेरैजना मन नमिल्दो रहेछ। जात मिल्नु जरुरी छैन, मन मिल्नु जरुरी छ जिन्दगी काट्नु लागि। दुई छक भात दिने र जिन्दगीभरि साथ दिने, इज्जत दिने नै मिल्दैन रहेछ। दुई छक भात त जसले पनि दिनु सकिहाल्छ, आफै पनि कमाएर खान सकिन्छ। तर जिन्दगीभरि इज्जतै छैन, सम्मानै छैन भने त्यो घरमा बाँच्नु चाहिँ धेरै गाह्रो हुँदो रहेछ। त्यही भएर केटी हो, मन मिल्ने खोज, जात मिल्ने हैन, इज्जत दिने खोज, भात दिने हैन।